जय मसी सबैजनालाई। म गोपाल तपाईँको सामने आज फेरि पनि उपस्थित भएको छु र आजको मेरो ब्लग छ कि लुका 6 को 37मा वचन बोल्न गइरहेको छु। कृपया तपाईँहरूले सुनेर आशिषित हुनुहोस् र कि तपाईँ हामीलाई प्रभुले गर्नुभएको प्रेम अथाह अनि अगाब्य प्रेम छ र कृपया हामीले एकदमै ध्यानसहित हामीले सुनाउनु पर्ने हामीलाई दिनुभएको आज्ञाहरू यही छ र हामीले त्यो कामहरू गर्न एकदमै जरुरी आवश्यक छ है। शत्रुप्रति प्रेम हैन, भनिएको छ कि लुका 6 को 37 अनि 27 अनि 37 है, कि लुका 6 को 27 मा भनेको छ, तर तिमी शून्यलाई म भन्दछु, आफ्नो शत्रुलाई पनि प्रेम गर, तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर, तिमीहरूलाई श्राप्नेलाई आशीर्वाद देऊ, तिमीहरूको आदर गर्नेहरूका निम्ति प्रार्थना गर, तिमीहरूलाई एक गालामा चड्काउनेलाई अर्को गाला पनि थपिदेऊ, जसले तिम्रो खास्टो खोज्दा त्यसलाई दौरा पनि दिनलाई इन्कार नगर है, कि तिमीसित माग्ने हरेकलाई देऊ र तिम्रो माल लैजानेसँग फेरि नमाग। आमेन है। प्रभुले आफ्नो शत्रुलाई पनि प्रेम गर्नु भनेर सिकाउनु भएको छ है। यदि कसैले तिमीलाई गालामा हान्दछ भने अर्को गाला पनि थपिदेऊ है। यदि तिमीहरूलाई आदर गर्नेलाई पनि प्रार्थना गर र अर्को गाला चड्काउनेलाई, पहिलो गाला पड्काउनेलाई अर्को गाला पनि थपिदेऊ है भनेर परमेश्वरको वचनले भन्दछ है। 27 मा आलोचना नगर, तिमीहरूको आलोचना हुने छैन, दोष नलगाऊ र तिमीहरू दोषीलाई लाग्ने छैन, क्षमा गर र तिमीहरूलाई पनि क्षमा हुनेछ, देऊ तिमीहरूलाई दिनेछ र पुरा नापले खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन् है। किनकि जुन नापले तिमीहरू नाप्नेछौ त्यसरी नै तिमीहरूको निम्ति पनि नापिनेछ। आमेन। छोटो वचन पढाइमा प्रभुले धेरै आशिष दिनुभएको होस्। सबैलाई जय मसीह। God bless you everyone, every houses.